गुड मर्निङ। अब म चाहिँ यहाँ के गर्नु आँटेको भने चाहिँ तपाईँलाई हाम्रो देख्दा आज सन्डे यस्तो दामी घाम लागिरहेछ, त्यसले गर्दा म चाहिँ मेहन्दी लाउनु आँटेको। यो चाहिँ हिना मेहन्दी हो, फिटेर रेडी रहेछु। अब म लाउँछु। कपाल पुरा झऱ्यो नि त। अब चाहिँ त्यो बजारको प्याकेटकोहरू चाहिँ मेहन्दी म लाउनु छोडेको। बस्तीको बनाएर यहाँ दही सही हालेर करी पत्ता सत्ता हालेर यहाँ गिलो भात बनाइरहेको छु मैले। अब म यहाँ टक्कै मेहन्दीतर्फ लाग्दैछु। आजको वेदर यस्तो छ हे, निस्किसक्नु छैन बाहिर। म चाहिँ यहाँ सिङताममा छु दिदीहरूकोमा। खतरा घाम लागिरहेछ साथीहरू। अब म चाहिँ यहाँ निम्बुको अचारहरू सुक्दैछु। यस्तो छ सकिने घाम लागेको छ। साथीहरू मेरो यस्तो कपाल झरेछ कि तपाईँहरूलाई म के भन्नु, सबै कपाल सकिसक्यो। त्यसले गर्दा चाहिँ म मजाले मेहन्दी गर्छु। बस्तीको मेहन्दी बनाएको नि त मैले। यो चाहिँ अब धुनु चाहिँ अलिक साह्रो पर्छ कि गोबर जस्तो हुन्छ हो, त्यसले गर्दा चाहिँ अब साह्रो पर्छ कपालहरू झर्नु भयो। यसमा चाहिँ मैले के लगाएको भने चाहिँ यो मेहन्दीमा तपाईँलाई म देखाउँछु। यसमा चाहिँ यो मैले हिना मेहन्दीमा चाहिँ के लगायो भन्दाखेरि चाहिँ यसमा चाहिँ कडी पत्ता, चियापत्ती हो, कडी पत्ता, चियापत्ती, अमिलो दही, त्यहाँबाट जति मेरो भएको चिजहरू, मेथी, अदुवाहरू सबै लाएर बनाएको नि त। बेसी मजाले रुससँग लाउनुपर्छ पुरा। कपाल त्यो पहिला मैले पुरा हाइलाइटहरू गरेर कपाल पुरा बिगारेँ कि, त्यसले गर्दाखेरि मेरो कपाल पुरा बिग्रेको छ। त्यसले गर्दा चाहिँ मैले म त्यो बजारको प्याकेटको स्टिकहरू भने चाहिँ के लगेर हाइलाइटहरू नगरौँ भनेर चाहिँ यो मैले बस्तीकै मेहन्दी बनाएर चाहिँ मजाले लगाएको। यस्तो ल्यापल्याप हुन्छ, धुनु चाहिँ साह्रो पर्छ हो। यस्तो झरेर चाहिँ यस्तो भइरहेको झन् मेरो कपाल स्ट्रेटहरू गरेँ नि त के हुन्छ होला, सकिन्छ होला नि कपाल।
यसरी लाउनु पर्ने रहेछ यत्रो बेसी घाम यस्तो दामी लागिरहेको मजा लाग्यो कि कपाल झरेर एकदम बेसी सबै पानीलाई चाहिँ मैले आउट गरिदिएको अब पानीलाई चाहिँ मैले आउट गरिदिएको साथीहरू पानीले चाहिँ मैले कपाल फ्याँकेकै अब चाहिँ म हाइलाइटहरू भन्ने चाहिँ नगरेको राम्रो कपाल झऱ्यो दुःख लाग्छ बेला यस्तो दामी कपाल दामी पारेर लगाएँ मैले मेहन्दी साथीहरू यसरी बनाएर लाउने तपाईँले कपाल पनि झर्दैन बिग्रिँदैन रस पनि हुँदैन मैले आफै बनाएको चाहिँ मिलन मेहन्दी होइन भने चाहिँ एकदम बेस्ट हो यो चाहिँ केमिकलहरू छैन केही साइड इफेक्ट केही छैन त्यो मेहन्दी बनाएको तिहारको जुन चाहिँ हामी पहिला लौट हाइलाइटहरू गर्छौँ नि पार्लरतिर गएर रुममै लिएर त्यो बट्टाको मेहन्दीहरू लाउँछ नि त्यो चाहिँ स्ट्रिपहरू लाउँछ नि त्यो चाहिँ डेन्जर हुँदो रहेछ किनभने मैले लाएर मलाई याद छ नि त्यो
भित्रभित्र चलाउनु पऱ्यो माछै छ नि पर्यो मेरो त माथि त बाक्लो छ मुनि मात्र पातला छ यसको त सबै बेसी झऱ्यो कपाल कपाल झरेर मलाई मन दुख्यो यसो सोच्छु कि मान्छेहरूले चाहिँ वर्षै पछि वर्षमा दुख्यो भनेदेखि यसो स्टप गरेर कपाल नझर्दो रहेछ भनेर सोच्छु हो आफ्नो चाहिँ स्टेट पनि गर्नु छैन केही पनि गर्नु छैन त्यही भएर चाहिँ झर्छ जस्तो लाग्छ बा हामीले स्ट्रेट नगरेर झरेको हो कि पहिले स्ट्रेट गर्दैन कपाल त्यही भएको कि कसैको स्ट्रेट गर्छ भने हाम्रो जस्तो त झरेन घामै घाम लाग्छ नि त घाम लागेको टाइममा त्यस्तो मेहन्दी चाहिँ एकदम राम्रो हुन्थ्यो घाममा चाहिँ सेकाउनु छ भने तर अब यस्तो वेदरमा चाहिँ लाउनु भन्छ नि मान्छे टाउकोहरू पनि हुँदैन अब यो हामीले घरमै बनाएको यो केरा हालेर बनाएको चाहिँ चिसो हुन्छ नि त त्यसले गर्दा चाहिँ टाउको दुख्ने चान्सेस बेलुकै भिजेर राख्नु कतिजना त पहिला हाम्रो गाउँमा सलिला दिदी भन्ने हुनुहुन्थ्यो मैले यसरी नै लाउँथेँ मजाले मेहन्दी बनाएर कस्तो दामी त्यो कपाल पनि लामो सेकी अहिले पनि नट ब्याड त्यो मेहन्दी पहिल्यै दिदीले त्यो मेहन्दी नै लाएन हामीले पहिला हामीले लाउनु सबै मेटाइदिएर चाहिँ दिदीलाई सब्जीहरू काट्नु ओर्नु सबै सघाएर चाहिँ नानीहरू भित्र पास राखेर चाहिँ रमाएको मुनि त यत्रै छ मेरो कपाल यस्तो छ नि त माथि ब्याग्लो मुनि त त्यही भएर चाहिँ मैले आजकल त यो फेसबुकमा अनेक लेख्नु ओर्नु अल्छी लाग्छ फाइनली मैले मेहन्दी पनि अघि तपाईँलाई देखाएको थिएँ लाएर चाहिँ प्लास्टिकको मजाले प्याक गरेर चाहिँ यसलाई चाहिँ म 2-3 घन्टा चाहिँ मजाले राख्छु बाई बाई